बानी नहुन्जेल चाहिँ साह्रो, तर बानी भएपछि चाहिँ यति सजिलो हुन्छ नि चुलामा भात पकाउन। कति छिटो हुन्छ अनि मिठो पनि हुन्छ। मैले पनि भात, सब्जी, दाल आधी घन्टामै पकाइसकेँ। अनि यो चाहिँ हो अचार। यो चाहिँ काँक्राको अचार हो। निमक खोर्सानी पिसेर हालेँ, अदुवा कुटेर हालेँ। अनि यो चाहिँ कालो चाहिँ हो तिलको छोप अनि निबु निचोरेर हालेँ। यस्तो टेस्टी अचार बन्यो नि। अनि मजाले चलाएपछि चाहिँ अचार तयार भयो। अनि खानासाना बनाइसकेर खाएर चाहिँ अनि कामसाम सकेर चाहिँ हामी जाँदैछौँ कतै। हेर्दै जानु होला भिडियो चाहिँ। र यहाँ काकीहरू दिदीहरू भएर चाहिँ हामी जाँदैछौँ। सो हेलो एभ्रिवान, नमस्ते छ हजुरहरू सम्पूर्णलाई। मेरो अर्को नयाँ एउटा भिडियोमा स्वागत छ। र हामी पुगी पनि सकेका छौँ। यो चाहिँ हो पूजाको घर। पूजामा बोलाउनु भएको थियो अलिक पर दिदीहरूको घरमा। र यहाँ जाँदा चाहिँ रोटी पकाउँदै हुनुहुँदो रहेछ दुईजना दिदीहरूले चाहिँ। अनि घर पैजो अनि सत्यनारायणको पूजा थियो नि त, त्यही भएर यो चाहिँ यो घरको वरिपरि रक्षा कवच हिसाबले यो नरिवलको डोरीमा पत्ताहरू फुलहरू लगाइने गरिन्छ नि त, त्यही भएर यहाँ लगाउँदै हुनुहुँदो रहेछ दिदीहरू। अनि हामी पनि बस्यौँ लगाउन भनेर। अनि यतातिर चाहिँ पूजा गर्दै हुनुहुँदो रहेछ भित्र चाहिँ। यहाँ चाहिँ सत्यनारायणको पूजा पनि हुँदैथ्यो। र उता सकेर चाहिँ दिदीहरू कता जानुभएछ भनेर हेर्दा चाहिँ रोटी पकाउँदै हुनुहुँदो रहेछ दुईजना बसेर चाहिँ। यहाँ कस्ता राम्रा रोटी भइरहेछन्, सेलरोटी हेर्न सक्नुहुन्छ। र उहाँ चाहिँ त्यति काम थिएन। अनि बुनुहरूले चाहिँ मलाई फोन गरिरहेको थिएँ, भाउजू बजार जानुपर्छ भन्दै। अनि टमटममा आएछन् उनीहरू। अनि म पनि चढेर बजारतिर भनेर लाग्यौँ हामी तिनजना चाहिँ। अनि फाइनली बजार पनि पुगिसक्यौँ। यो चाहिँ हो सुवागपुर बजार, बुधबार लाग्छ बजार चाहिँ। र सिधै सब्जी बजारतिर लाग्यौँ। बुनुहरूले चाहिँ आलु छान्दैछन् यहाँ चाहिँ। मैले चाहिँ सब्जी बजार केही गरिनँ, हाम्रो चाहिँ हस्बेन्डले गर्नुभएको थियो अगाडि नै। अनि यहाँ टमाटर, बिनहरू, भिन्डी, खोर्सानी, बोडी त्यस्तै उस्तै त छ अहिलेको बजारमा। अनि किनेर चाहिँ फेरि अर्कोतिर गयौँ। यहाँ दिदीले चाहिँ चुरा पोतेहरू, साडीहरू जे पनि राख्नुहुन्छ राम्रा राम्रा। सुवागपुर बुधबार बजारमा बस्नुहुन्छ दिदी चाहिँ। यहाँ बजारमा चाहिँ सानो दोकान देखिन्छ, तर घरमा चाहिँ धेरै सामानहरू राख्नुभएको छ। केही चाहिँदा चाहिँ म चाहिँ सधैँ नै दिदीको दोकानबाट लाने गर्दछु। र बुनुहरूले पनि कति लिए अनि मैले पनि के किनेँ। यहाँ चाहिँ पोते चाहिँ धेरै नै किनेँ मैले। कोही कोही बेला घरमा पाहुनाहरू आउनुभयो भने यसो एउटा चिनोहरू दिन मन लाग्छ। बुनुले चाहिँ देखाउँदैछिन् अर्को पोते। र अनि हाम्रो बजार पनि भइसक्यो। मैले चाहिँ खासै त्यस्तो धेरै केही गरिनँ। उनीहरूले चाहिँ झोला एकजनाले बोक्न नसकेर दुईजनाले बोकेर ल्याउँदैछन् भारी भएर, एक झोला सामान भएर। र यतातिर आएर चाहिँ चाना खान थाल्यौँ हामी। बुनुहरूले चाना खाएर जाने भन्न थाले अनि चाना खान थाल्यौँ। र बजारबाट आएर चाहिँ म चाहिँ फेरि अनि काकीहरू आउँदै हुनुहुँदो रहेछ, काकीहरूसँगै पूजामा भनेर लागेँ। अनि जाँदा चाहिँ पुगी पनि सक्यौँ पूजाको घरमा। यहाँ चाहिँ प्रसाद खाने बेला भएको रहेछ। हाम्रा बाबा र छोरी चाहिँ अघि जानुभएको रहेछ। दिदीहरूलाई चाहिँ बाँड्न धमाधम रहेछ यहाँ। यता दिदीहरू चाहिँ खाँदै हुनुहुन्छ प्रसाद। यहाँ दिदीले चाहिँ खोर्सानी देखाउँदै हुनुहुन्थ्यो कति मिठो भन्दै। अनि मेरो भाग छ कि छैन हौ? छ चेलीबेटी हाम्रा गाउँका चेलीबेटी। बहिनी यता हेर्नु, बहिनी छेउबाट देखाइदिन्छु। म पनि एकछिन सघाउनु पर्यो भनेर बाँड्नतिर लागेँ। यहाँ चाहिँ बहिनीहरूले खाँदै हुनुहुन्थ्यो। अनि 1-2 घन्टा बाँडिसकेर चाहिँ हामी पनि प्रसाद खान भनेर थाल्यौँ खाना चाहिँ। सबैजना दिदीहरू म सबैजना बसेर चाहिँ गफ गर्दै प्रसाद खाएर साह्रै राम्रो लाग्यो। र खाइसकेर चाहिँ घरतिर पनि लाग्यौँ हामी चाहिँ। आज चाहिँ यति नै बिजी भयो दिनभरि नै। र घरमा आएर फेरि बेलुकाको खानासाना बनाएर चाहिँ कामसाम सकेर राति फेरि कीर्तन थियो। हामी जेन्ट्स लेडिज सबैलाई बोलाउनु भएको थियो। हामी पनि गएका थियौँ सबैजना। र यहाँ चाहिँ कीर्तन गर्दैछौँ। भिडियो कस्तो लाग्यो हजुरहरूलाई सम्पूर्ण हेरिदिएकामा धेरै धेरै धन्यवाद। हस् त आजलाई यति नै।
बाई बाई, फेरि अर्को नयाँ भिडियोमा भेटौँला। थ्याङ्क्स फर वाचिङ, बाई बाई।